कलेजको उत्सव दिवसमा विशेष भाग लिन आइपुग्नु भन्ने मदन र कृष्णको आग्रहलाई पूरणले त्यसै गलत्याउन सकेन। बेलुकी 5 बजेदेखि उत्सवको प्रारम्भ थियो। प्रबन्धकर्ता मदनले प्रोग्राममा कवि गीतकार पूरणको नाम छापिसकेको थियो। 3 बजे बेलुकी पूरणले सिन्डिकेटको गाडी समात्यो। आज टाउन हलको रौनक बडो चिन्ताकर्षक थियो। रंगीन झण्डा र रातो तुल, विराट धुपीको फाटक, बत्तीको सजावटले हल र वरिपरिको वातावरण शोभायमान थियो। आमन्त्रित सज्जनगण र महिलावृन्दहरूको घुइँचोले गर्दा कलेजका विद्यार्थीहरूलाई असारको 15 थियो। 2 जना मित्रहरू मात्र विशेष अधीर थिए, कृष्ण र मदन। आज मदनको स्वभावगत हाँसी कहाँ गयो कहाँ। ती 2 आउँदै गरेका मानिसहरूको घुइँचो हेर्थे, खोज्थे पूरणलाई। अस्पतालका निमन्त्रित नर्स र स्टाफ आए। त्यहाँ सुजाता पनि थिए, तर मेट्रन साथमै हुनाले तिनीहरूले सुजातालाई केही भन्न सकेनन्। खेल सुरु भयो। 5वां क्रममा पूरणको गीत थियो। 4थो क्रम चल्दै थियो। सहसा कृष्णले मदनलाई सुस्तरी भन्यो, पूरण आयो। पूरणको हातमा मेन्डोलिन थियो। ऊ निराश देखिन्थ्यो। आऊ स्टेजमा। तबलाले साथ दिनुपर्छ? पर्दैन। पर्दा खोलियो। दर्शकगणपट्टि अन्धकार हुनाले सुजाता देखिन्नथे, तर उसले स्टेजमा उज्यालो हुनाले पूरणलाई देखि स्पष्ट। कसरी काटु साथ मैले, विरहका लामा रात, कसरी सहौं साथी मैले, मर्मका असह्य घात, चुरोटको धुवाँ बीच साथी, दर्दै दर्द रोमलिन्छ, चिसो पवनको थाहै कहाँ, रात आँखैमा काटिन्छ, मेरो सुन्दर सपना पनि कहाँ कहाँ भागेछ, बिहान हुँदा देख्दछु सूर्य बिरहै लिएर आएछ, तारा गनेर रजनी जान्छ, सिरानी जम्मै भिज्दो रहेछ, दिनका सेता बादलहरू कसलाई कसलाई खोज्दछ। कसरी काटु साथी मैले, विरहका लामा रात, कसरी सहौं साथी मैले, मर्मका असह्य घात। कति बेला आँखाको परेलीको संघार काटेर आँसुको भेलले गालाको आँगन नागेछ। सुजातालाई थाहै भएन। हल तालीले गुन्जयमान भएकै थियो। दर्शकहरू इन्कोर भन्दै कराउन लागे। रोशनीको उज्यालोमा सुजाताले शिर नत गरी, तर रोदनको हिक्का अझ रोकिएको थिएन। प्रभा छेउैमा थिए। सुस्तरी बोली, गीत साह्रै राम्रो नि? सुजाताले समर्थन गरी, हो साँच्चै राम्रो। ग्रीन रुममा दुवै हातले अँगालेर कृष्णले उठाउँदै पूरणलाई भन्यो, यु आर रियली लकी। खिच्का छोडेर हाँस्दै मदनले बोल्यो, बधाईको पात्र म। हात मिलायो उसले पूरणसँग। असमञ्जसमा परेको पूरणले भन्यो, तर किन? सुजाताले कम्प्रोमाइज गरी। कृष्ण बोल्यो। फेरि हाँस्दै मदनले भन्यो, देवीले प्रसाद ग्रहण गरी। भोलि प्रवासको दोकान अघि देवीले तथास्तु भन्ने वचन प्रदान गर्ने निश्चय गरेकी छन्। पूरणले आफ्नो पत्रको अन्तिम पत्र झल्यास सम्झियो। उसको खुसीको सीमा रहेन। बादल लोकमा उठ्न लाग्यो उसको चञ्चल मन। प्रोफेसर गुहाले आएर सोधे, इन्कोर हुँदैछ, भाइ पूरणले गाउनुहुन्छ? पूरणले कृष्णलाई भन्यो, यस्तो हर्षको बेला अमर्षको गीत। स्टेजमा गएर दर्शकगणलाई उल्लु बनायो। हाम्रो गीतकार श्री पूरण भर्खरै दार्जिलिङबाट आएर अघिको गीत तपाईका मनोरञ्जनका निम्ति प्रस्तुत गर्नुभएको हो। मोटरको जर्किङ कस्तो हुन्छ यात्रा गर्ने अनुभवीलाई नै त्यो थाहा छ। अतयत उहाँलाई असन्चो हुनाले गर्दा गीत इन्कोर हुन नसकेकोमा म उहाँ तथा हाम्रा कलेजका तर्फबाट क्षमा प्रार्थी छु। 10 बजे दिवस समाप्त भयो। मानिसको घुइँचोमा मेट्रोनका आँखा छलेर कृष्णले सुजातालाई सुस्तरी भन्यो, पूरण अब तिम्रो अनुमति बिना कहिल्यै दार्जिलिङ नजाने अरे। हो र? सुजाता हाँसी मुसुक्क र बोली, सत्य। अघि जेलेपा भएर तिब्बतबाट उन आउँदा कालिम्पोङ एउटा ठूलो वाणिज्य केन्द्र थियो। व्यापारीहरूको घुइँचो हुन्थ्यो। तर आज कालिम्पोङमा त्यस्तो व्यापारिक रौनकता छैन। यो एउटा देहाती शहर हो। यहाँ हप्तामा 2 पल्ट बजार लाग्छ, बुधबार र शनिबार। हाट बजारमा, चौरास्तामा, मोटर स्ट्यान्डमा, सिनेमामा त्यसै दिन मानिसको घुइँचो दर्शनीय हुन्छ। कालिम्पोङका विशेष खेलकुद त्यसै दिन मेला टारमा आयोजना गरिन्छ। होस्टेल, होटल तथा सामुदायिक संस्थाहरूले त्यस दिन सागसब्जी किनी राखेन भने अरू दिन पाउन हम्मे नै पर्छ। आज प्रवासको दोकानमा घुइँचो छ। खातीको दोकानमा सागसब्जीहरू भटाभट बोरामा हालिँदैछ। केडी लामाको मसला दोकानमा हातलाई फुर्सद छैन। बजारमा खुट्टा हाल्नु हम्मे परिरहेछ। सुजाता 12 बजे मार्केटिङ ड्युटीमा आइपुगी। उसँग प्रभा थिए। पूरण र कृष्ण उनीहरूकै प्रतीक्षामा थिए। पूरणले एउटा एयरब्याग बोकेको थियो। त्यहाँ के थियो उसले कृष्णलाई भनेको थिएन। सुजाताले पूरणलाई नमस्कार गरी। पूरणले सुजातालाई हेरिरह्यो। मानौ धेरै धेरै दिनका प्रतीक्षाका सपनाहरू विपना हुनु छ। मानौ सुजाता देवी हो, ऊ भक्त। आज प्रसाद वृष्टि हुनु छ। उजाड बागमा हरियाली आउनु छ। किन हेरिरहनुहुन्छ मलाई? बिहोल सुजाताले सोधी। पूरण आत्मा विस्मृतिबाट जागृत भयो। सुजात, आज मसँग तिमी दिनभर घुम्न जानुपर्छ। तर होस्टेलको सौदा? प्रभा बोली, म गर्छु, तिमीहरू घुम, म प्रभालाई सघाउँछु। कृष्णले सुजाताका हातका झोलाहरू आफूले समातेर भन्यो। चित्र भानुका छात्रहरू उनीहरूबाट छिरेर गए। नाइट ड्युटी कति बेलादेखि छ सुजा? 5। हिँड। कता?
हिँड न। सुजाता पुरनको पछि लागे। कृष्ण र प्रभा हाट बजारतिर लागे। पुरनले ड्राइभरलाई भन्यो, दूरबीन डाँडासम्म आउनु जानु रिजर्भ, 5 रुपैयाँ। पुरन र सुजाता गाडीमा चढे। बाटामा मान्छेले देख्छ कि भनी डरले सुजाताले साडीको घुम्टो ओढी। सुस्तरी पुरनले बोल्यो, सुजा, आज तिमीलाई दुलै जस्तो लागिरहेछ। डर लाग्छ पुरन मलाई, यो सपना विपना हुन्छ के? हामी दुईको प्रेम नै यसको साक्षी हुनेछ। ठूला ठूला वृक्षका शीतल छारी मनी उकालोमा मोटर कुदिरहेछ। सिंहमारीमा उनीहरूले मोटर रोके। दुवै उत्रे। ड्राइभर बोल्यो, छिटै फिर्नुहोस् है। हुन्छ। दुवै उकालो लागे। कहाँसम्म जानु पुरन? तिमी हिँड मात्रै। कति उकालो नि? सुजा, जीवनमा यस्ता उकालो मात्र होइन, तर कतिपय कण्टक पथहरूबाट हामीले हिँड्नु पर्ला। के ठेकान, यात्रा पनि अधुरो रहन सक्ला। अधुरो हुनै सक्दैन पुरन। सीमामा हामी पुग्न सकेनौं भने पनि हाम्रो प्रयास जारी रहनेछ। त्यसै कारण बीच बाटोमै असफल भए पनि सीमा स्वयं हामीलाई लिन आउनेछ। उकालोमा सुजाता लटखडिन लागि। पुरनले उसलाई समात्यो हातमा। सुजाताले पुरनलाई हातले जोडले समाती। मानौ उबिना यात्रा गर्न कठिन छ। उसको बलियो र भरोसायुक्त सहयोग उसलाई चाहिएको छ। कहाँसम्म जानु पुरन? म थाके। म बोकु तिमीलाई? पथ निर्जन थियो, एकान्त थियो। चारैतिर साना साना राता सेता फूलहरू फुलेका थिए। वृक्षका डालाबाट चाप र मेघडोलियाका फक्रन लागेका कोपिलाका सेता सेता पत्र दलहरूले लजाएर उनीहरूलाई चियो गरिरहेका थिए। उत्तरमा देखिएका अटल अचल सेतो स्वच्छ हिमालले उनीहरूको प्रेमको पवित्रता जाहेर गरिरहेको थियो। पुरनले माथि निर्देशन गर्दै भन्यो, त्यही गुम्बा हो हाम्रो सीमा। आज हामीले त्यही गई प्रण गर्न परेको छ। वरदान थाप्नु परेको छ कि हामी आजन्म छुट्ने छैनौं। कस्तै सुखमा पनि कस्तै दुःखमा पनि हामीले एक अर्कालाई भुल्ने छैनौं। नभुल्ने वरदान लिनु परेको छ। बिहोल सुजिताले पुरनलाई जोडले अङ्कमाल गरी बोली, म तिम्रो हुँ, तिमी मेरो हौ, केवल मेरो। पुरनले सुजातालाई अझ बलिष्ठ आलिङ्गनमा कसेर चुम्बन गर्यो। सुजाताले उसलाई हृदयबाट सहयोग दिए। दुवैका ओठ उष्ण उष्ण छ, तर त्यहाँ वासनाको लेस मात्र पनि छैन। दूरबीन गुम्बामा बजेको ग्यालरिन र नगराहरूले उनीहरूको पवित्र प्रेमलाई स्वागत गरिरहेछ, आह्वान गरिरहेछ। उनीहरू गुम्बामा पुगे। घण्टीहरू बजाए। हेड लामाले उनीहरूका शिरमा हात राखेर आशीर्वाद दिए। हामीहरू 100 बत्ती बाल्न चाहन्छौं। पुरनले आफूले ल्याएर एयरब्याग भित्रको चोखो घिउ, रुई र 25 रुपियाँ भेटी स्वरूप दिँदै भन्यो, हामीलाई देवताको आशीर्वाद चाहिन्छ। सुजाताले 25 रुपियाँ थपे। बत्ती जल्न लागे। हेड लामाले पुस्तक पढ्न थाले। ती दुई घुँडा टेकी हात जोडेर ती विशाल विशाल देव प्रतिमाका सामु ध्यानमग्न थिए। एकछिन बाद हेड लामाले भने, लौ अब तिमीहरूका मनको इच्छा मनमनै सम्झ। ती दुईले कहिल्यै नछुट्ने प्रण गरे। त्यसको निम्ति देव आशीर्वादको कामना राखे। अब भयो, तपाईहरू गुम्बा वरिपरि 3 पल्ट घुम्नुहोस्। पुरन र सुजाताले हातमा हात समाई गुम्बा घुमेर अन्तिम बार पवित्र हृदयले देवतालाई ढोक गरे। लामाले पवित्र जल दिए। तिनीहरूले पिए। फर्कदा तिनीहरूको हृदयमा असीम शक्ति, अटल विश्वास र धैर्यको अरुणोदय भएको थियो। तिनीहरू मोटरमा चढे। मोटर कुद्यो। यहाँ रोक, पुरनले भन्यो। चन्द्रलोकमा मोटर रोकियो। तर सर, टाइम धेरै भयो, मलाई टुट्टा लाग्छ। 30 रुपियाँ ज्यादा दिउँला। धन्यवाद। चन्द्रलोकको पछिल्लो भागको ठूलो टारमा तिनीहरू पुगे। दिन उज्यालिएको थियो। धेरै तल तलसम्मका खेतका गराहरू र माइला देखिन्थे। यतापट्टि टिभी कलेजको शान्त वातावरण थियो। टिस्टा र रङ्गीतको दोभानलाई देखाउँदै पुरन बोल्यो, सुजात, तिमी रङ्गीत र म टिस्टा, हाम्रो भेट यही सङ्गम त्रिवेणी। हामी यहीबाट बग्दै बग्दै सागरमा मिल्छौं। अनि दार्जिलिङतिर देखाउँदै पुरन बोल्यो, दार्जिलिङ तिम्रो घर, त्यही जानुपर्छ एक दिन तिमी, तिम्रो ससुराली। ऊ हेर, त्यही पेसोकको उकालो बाटो, त्यही लप्चुको बाटो तिमीले जानु छ। सुजाताले नववधू सरह आफ्नो शिर पुरनको छातीमा टाँसी। पुरनले सुस्तरी चिउडामा समातेर सुजाताको ओठमा चुम्बन गर्दै भन्यो, सुजात। सुजाताको आँखा आँसुले भरिएको थियो। पुरनले देख्यो, बोल्यो, माइती घर तिम्रो होइन, ससुराली तिम्रो हो। आँसु किन? पुरन, यो नुनिलो आँसु माइतीप्रतिको कृतज्ञता र ससुरालीको सम्झनाको कोसिली हो, मेरी सुजा भन्दै पुरनले सुजाताको अङ्ग प्रत्यङ्ग चुम्बन गरिरह्यो। धेरै तल 2वटा परेवा उडेर आफ्ना गुटमा पसे। आफ्नो हात घडी हेरेर सुजाता आत्ती। 4 बजे छ, अब जानुपर्छ। प्रभा आत्तिदै होली, आउँदो शनिबार सिनेमामा भेटौं। पुरनले स्वीकारात्मक शिर हल्लायो। दुवै हतार हतार मोटरमा चढे। बाटाबाट बीटी कलेजका सेता ड्रेस लगाएका छात्र छात्राहरू परेड खेल्दै गरेको देखियो। सुनियो, हौ धर्ममा वीर, हौ धर्ममा वीर, हौ उन्नतिशील, छैन भए भोलि भेदको भाव, हौ सबै अग्रसर, साथमा छन् भगवान हुन्छ जय। आज कलेजको बिदा छ। गुड मर्निङ पुरन। गुड मर्निङ, कमिन कमिन भन्दै पुरनले कृष्णलाई स्वागत गर्यो। हिजो तिमीलाई बोलाउँ भन्दै थिएँ, तर तिम्रो ट्युसन क्लास डिस्टर्ब हुन्छ भनेर बोलाइन। बडा मजा आयो।
किन, कस्तो मजा। हिजो दार्जिलिङबाट श्री अगमसिंह गिरी आउनु भएको थियो। नरबहादुर दाहालज्यूलाई पनि झट्ट बोलाए। आधुनिक नेपाली कविता साहित्यमाथि हामीले राति 11 बजेसम्म बडो मजाको तर्क वितर्क गर्यौं। साँच्चै दाहाल र गिरीका कविता मलाई पनि मनपर्छ। दाहालको तिम्रो तस्बिर र गिरीको पतिको क्रन्दन कविताले मलाई बडो असर पार्यो। कृष्णले भन्यो, तर के गरौं, साहित्य भनेपछि त मेरो तालुमा आलु फल्छ। रुचि छ तर कविताको मर्म पटक्क बुझ्दिन। कताको तोटक, कताको वसन्तलिका छन्द, कताको दीर्घ, कताको वार्णिक मात्र पटक्क मेरो दिमागमा त घुसेन। कान्छा, ए कान्छा। हातको डन्डी बियो हतार हतार ढोकाको च्यापमा लुकाएपछि कान्छा अघि उभियो। चिया ल्याउनु पर्दैन? सुन, हाट बजारको दोकानमा गएर 1 किलो थुक्पाले मासु छ? तारको ढाकीमा हेरेपछि कान्छाले भन्यो, बिरालोले खाएछ। तेरो डन्डी बियो भाँच्छु अहिले म। मासु पनि ले 1 किलो सुँगुरको। एकछिन बाद कान्छा आयो। थुक्पा बना, कृष्ण दाजुलाई पनि छिटो, हामी त्रिपाई घुम्न जान्छौं। अनि पुरनले कृष्णलाई सोध्यो, कि पेदोङ जाउँ गाडीमा? त्यहाँबाट रेली खोलाको दृश्य खुब राम्रो देखिन्छ। पारी रिनोक बजार देखिन्छ। फेरि आज तिमीसँग धेरै कुराको छलफल गर्नु छ, कृष्णले गम्भीर भएर भन्यो। त्रिपाईतिरै जाउँ कृष्ण, तिम्रो विचार र निर्णय अनुकरणीय हुन्छ। हेर त, मुमाकोटबाट पत्र आएको छ। कस्तो पत्र? अस्ति शीतकालीन बिदामा घर गइएन। मुमाले मन दुखाउनु भएछ। यसपालि गुड फ्राइडेमा पूरा घर बस्ने गरी आउनु भनी लेख्नु भएको रहेछ। बुबाले के भन्नुभएछ? मुमाको वचन नै बुबाको वचन हो। मुमा, बुबा र मेरो मध्यस्थ हुनुहुन्छ। त्यो त तिमीलाई थाहै छ। के गर्छौ त? जानै पर्छ। अनि सुजाता? सुजातालाई 1 मिनट पनि भुल्न सकिँदैन। कालिम्पोङ छोड्न मन नलागेको कारण पनि त्यही हो। नत्र त मलाई दार्जिलिङको सेन्ट जोसेफ कलेज पढ्न मन लागेको थियो। कृष्णले भन्यो हाँस्दै, ये रास्ते हे प्यार के, चलना सम्भल सम्भल के। ममा अवगुण यही छ कृष्ण। पुरन बोल्यो, म कुनै पनि कुरोमा सिरियस भइहाल्छु। पढाइमा, साहित्यमा पनि मेरो यस्तै बानी बिग्रिसकेको छ। पुरन, तिमीलाई मेरो एउटा कुरा भन्नु छ। सिगरेट सल्काउँदै कृष्ण बोल्यो, त्यो शनिबार सुजाता र तिमी कहाँ गयो? दूरबीन गुम्बामा। किन? आश्चर्य प्रकट गर्यो कृष्णले। कसम खान, वरदान माग्न, हामी दुई कहिल्यै छुट्टिने छैनौं भनेर। अनि त्यस्तै गर्यौं। तिम्रो पागलपनलाई म कोही बेला सराह गर्छु, तर कतिपय दृष्टिकोणबाट त्यसको विरोध पनि गर्छु। किन विरोध? तिमी यसरी खुल्लम खुल्ला प्रेम किन गर्छौ? समाजको पनि हामीले डर मान्नुपर्छ। किन डर? म सुजातालाई बिहे गर्छु नै आखिर। तर सबै सपना विपना हुँदैन पुरन। म मेरो प्रेम पथमा बिछिएका समाजका काँडालाई हत्केलामा दलेर धुलो बनाइदिन्छु। साँपले डस्छ पुरन, शरीर विषाक्त बनाइदिन्छ। कृष्ण, त्यही साँपलाई पुच्छरमा समेतेर उदोमुन्टो पार्यो भने त्यसको डस्ने थुतुनो बेकार हुन्छ। मानिस परिस्थितिको दास हो। इज्जत, मान, मर्यादा पनि हामीलाई चाहिन्छ। हामी मानिस हौं। कुनै पनि हालतमा समाजदेखि बाहिरन सक्दैनौं। एक दिन यस्तो परिस्थिति पनि आउन सम्भव छ जुन बेला तिमी र सुजाता नदीका दुई किनार हुनेछौ। सुजाता, कि त तिमी अर्कैको हुनु असम्भव होइन। त्यसबेला तिमीहरूका अहिलेका खुल्ला प्रेम लीलाकै आडमा समाजले औंला ठडाउनेछ। तिमीहरूका जीवन रोदनीय हुनेछ। तिमी त पुरुष हौ, तिम्रो छाती लोहारको छ, तर बिचरी अबला सुजाताको त्यसबेला के हाल होला? यसो सोच त। गम्भीर भएर कृष्णले सुझाव पेश गर्यो। त्यसैकारण मौन प्रेम गर। तिमी दुईका प्रेमको आदान प्रदान समाजको आँखामा कानमा नपरोस्। पुरनले लामो सुस्केर तान्यो। कान्छा खानापिना तयार गरेर उनीहरूका अघि उभियो। खाना ल्याइदिउँ? तेरो कानमा के हो? कानको चेपमा अडिएको बिडी कान्छाले हतार हतार लुकायो। खाना लेबा ले, कृष्ण बोल्यो। पुरन, हामी मान्छे हौं। आदि आउन भन्दा पहिले नै होशियार हुनुपर्छ। हाम्रो कर्तव्य हो। सिगरेटको एक सर्को भित्रसम्म तानेर पुरन बोल्यो, सुजाता पनि यही चाहन्छे होली। कसरी? मेरो पत्रको जवाफ कम्ती लेख्छे? जवाफ उति आउँदैन। दुवै लागे खाना। पानीले कान्छा, तातो? नुन कम्ती भएछ। कान्छाले नुन र पानी अघि राखिदियो। तौलियाले? हो त्यहाँ राख। खाइसकेपछि दुवै उठे। खोइ, दही ल्याएको। किन, अमिलो छ? चिनी हाल। दुवै दही खाए। ए कान्छा, कान्छा उभियो। त बाघ धारा जानु, पुरनले भन्यो। कृष्ण दाजुको भान्सा भरै नबनाउनु रे, यतै खान्छन् भन्नु बुझिस? बुझे। के बुझिस? पुरन दाजु र कृष्ण दाजु भरै उतै खानु आउँछन् रे। धत उल्लु, कृष्ण दाजुको भरेको खाना नबनाउनु भन्नु, सुनिस? दुवै लागे त्रिपाईतिर। पुरन, मेरो पनि एउटा समस्या छ। बिजुली पावर हाउस काटेपछि कृष्ण बोल्यो, यही वैशाखमा म बिहे गरौँ भन्दैछु। हर्ष प्रकट गर्यो पुरनले। तर कसलाई? त्यो म भनुला। तर पहिले मैले किन बिहे गर्दैछु त्यो भनु? कृष्ण बोल्यो। घरमा म, आमा र भाइ छौं। भाइ पढ्दैछ, यसपालि फाइनल दिने।
घरमा त्यसैले सब काम गर्नुपर्छ। पढाइ त्यसको बिग्रियो। आमाको नोकरीले घरको काम पटक्क भ्याउँदैन। मेरो ट्युसन क्लास र कुदुमुनिमा पार्ट टाइम जबले फुर्सद छैन। यस वर्ष मैले डिग्री हासिल गर्छु नै, त्यसपछि कुदुमुनिमा नोकरी पक्का हुने भएको छ। प्रधान अध्यापकले मलाई औधी मन पराउनुहुन्छ भन्ने कुरा तिमीलाई यादै छ। फेरि मेरो लगन नै शिक्षक हुनु छ। दुलहिनी को? उत्सुकता जताए पुरनले। जात मिल्दैन। आमाले के भन्छन्? आमाले जातपात मान्नुहुन्न। उहाँलाई दुलही मन परेकै छ। दुलहीले मान्छे, उनीहरूले पनि मान्छन्। दुलहीको हो? खुसी प्रकट गर्दै कृष्णको कुम समातेर पुरनले उत्सुकता जतायो। नाम त भन्, उसलाई बधाई दिन्छु। बधाई। त्रिपाईतिर 3-4 मानिसहरू आएका देखेर कृष्ण चुप भयो। उनीहरू गइसकेपछि ऊ बोल्यो, सुजाताको ट्रेनिङ यसै पालि सकिन्छ। सुजाता? पुरनको उत्सुकताले पराकाष्ठ नाग्यो। खुन सुक्यो उसको। कृष्ण बोल्यो, उसको पनि सकिन्छ यसै पालि। पुरनको खुन सञ्चार भयो। उसले शान्तिको सास फेर्यो। उसको नाम? प्रभा। प्रभासित तिम्रो प्रेम बसेको कति दिन भयो? 3 वर्ष। तर तिम्रो प्रेम यति गोपनीय किन? अघि नै भनिहाले, समाज। मदन के भन्छ? मदनसँग पनि मैले यो कुरा गोपनीय राखेको थिएँ। तर एक दिन मैले प्रभालाई लेखेको पत्र उसले भुलचुकमा परेर खोलेको रहेछ। अनि त्यसै बिहान प्रभासित मेरो भेट भयो। प्रभाले के भनी? मदनले पहिला त गाली गर्यो अरे, तर त्यसपछि फेरि मरिमरि हाँसेर भन्नुभयो अरे, कृष्ण असल सज्जन मान्छे हुन्, म उनलाई स्वागत गर्छु। हुन पनि तिमी झैँ ज्वाइँ पाए औ मेरी बहिनी भए तिमीलाई नै दिने थिए। पुरन हाँसेर भन्यो, तिमीसँग मेरो मित्रताको नाता नै असल छ। हो र? हो, कृष्ण बोल्यो। थाहा छ के? आजकल मदन मसँग इज्जत गरेर बोल्ने भएको छ। हो, पुरन बोल्यो। कृष्ण, तिमीसँग प्रेम गर्ने पाठ मैले कसरी सिकेँ? मैले बुझेँ। वर्षाको खहरे भन्दा हिउँदको धाराको महत्व चिरस्थायी हुँदो रहेछ। शनिबारको दिन नर्स ड्युटीमा भएको सुजाता उपस्थित भई। आज तपाईँको कति बजेसम्म ड्युटी छ? दिनको 12 बजेसम्म। डाक्टर साहेब, 10 नम्बर बेडको पेसेन्ट सिरियस छ। हो, सिरियस छ। तिमीले फाल्टु ड्युटी दिन सक्छौ? यो मेरो कर्तव्य हो। धन्यवाद। सुजाता टिफिन खान होस्टल फर्की। प्रभाले 2वटा टिकट दिँदै भनी, लौ, अघि पुरन दाजुले दिनुभएको तिम्रो र मेरो। म आज सिनेमा जान्न। तर तिमीले सिनेमा आउँछु भनेर किन पुरनलाई वचन दियो? बिचरा पर्खिरहन्छ होला कति आशले। प्रभा मलिन स्वरमा बोली सुजाता, मैले आज फाल्टु ड्युटी लिएँ। 12 बजेदेखि भोलि बिहान 2 बजेसम्मको। तर तिमीलाई थाहा थिएन आज शनिबार हो? हाम्रो सिनेमाको प्रोग्राम थियो। थाहा थियो। प्रेमलाई किन खेलाची सम्झन्छौ? प्रेम पवित्रताको प्रतीक हो। तब कर्तव्यले यसलाई उज्यालिदिन्छ। म गरिरहेछु कर्तव्य, किनकि कर्तव्य छ कठोर। कर्तव्य छ रमाइलो। मेट्रोन कराई। ड्युटी सुजाता, ड्युटी। मेट्रोन गई। सुजाताले भनी, प्रभा उनलाई भनिदेऊ म विवश छु। मेरो व्यवस्था सम्झिदेऊन् उनले। सम्झाइदेऊ तिमीले। त्यति भनेर मन कठोर पारेर सुजाता ड्युटीतिर गई। प्रभा ओह्रालो सिनेमातिर लागि। पुरन र कृष्ण तिनीहरूकै प्रतीक्षामा थिए। प्रभा अकेले आएकी देखेर पुरनलाई विस्मय लाग्यो। सोध्यो, सुजाता आइन? सुजाताले फाल्टु ड्युटी लिए। उसैको निम्ति आज हामी सिनेमा हेरिरहेछौँ। कृष्णले भन्यो, ऊ आउनुपर्ने थियो। सुजातामा एउटा गुण छ, ऊ कर्तव्यमा अटल रहन चाहन्छे। प्रभा बोली, बिचरीको अवगुण के छ भने कर्तव्य नै प्रेम हो भन्छे। निराश पुरन बोल्यो, मलाई के भन्थे? तपाईले उसको विवशी बुझिदिनुहुनेछ। उनलाई भनिदेऊ पुरनले वियोग सहन सक्छ, किनकि उसले सुजातालाई प्रेम गर्छ। उसलाई मेरो आशीर्वाद छ। उसको कर्तव्यमा कहिले आँच नआओस्। म सुनिरहँ। सुजाता कर्तव्य पथबाट विमुख भएकी छैन। पुरनको नयन नुनिलो आँसुले रसियो। कृष्ण र प्रभाले पनि आँसु रोक्न सकेनन्। बेल लाग्यो। तीनैजना प्रवेश गरे। सिनेमा हुँदै थियो, तर के हुँदै थियो पुरनलाई थाहै छैन। उसले त चलचित्र पटमा सुजाता देखिरहेको थियो। उसको भावनाद्वारा वियोगले भिजेका नयनबाट दग्ध हृदयको पुकारको माध्यमबाट केवल सुजाता। सिनेमा सकिएपछि फर्कँदा कृष्णले सोध्यो, कस्तो लाग्यो सिनेमा? पुरन भाव तन्द्रामा थियो। कस्तो थियो, के थियो, मलाई थाहै भएन। प्रभाले पुरनलाई हेरी मायालु दृष्टिले। मुसुक्क हाँसेर पुरन बोल्यो, प्रभा तिमी र कृष्णलाई मेरो हार्दिक बधाई। प्रभा बोली, किन? पुरनले दिल्लगी गरेर भन्यो, किन कृष्ण? प्रभाले अब बुझी, धन्यवाद। बिहेमा एउटा पुरै खसी खान्छु नि म। भोलिपल्ट डाक्टर सेनले मुसुक्क हाँसेर रातभरि ड्युटीमा खटेकी सुजाताले भने, नर्स यु विल हेभ ए गुड रिवार्ड फर दिस। कस्तो रिवार्ड डाक्टर साहेब? जिज्ञासा थियो सुजाताको प्रश्नमा। हिजो शनिबार तिम्रो के प्रोग्राम थियो यो हामीलाई थाहा छ, तर तिमीले कर्तव्यको जुन पालना गर्यो त्यसको प्रशंसा सबैले गर्छन्, अब गर्नेछन्। वास्तवमा 10 नम्बर बेडका पेसेन्ट सिरियस थिएन। उसलाई बनाइएको थियो तिम्रो परीक्षा गर्नको निम्ति, जुन परीक्षामा तिमी सफल भयो। सुजाता होस्टल फर्की। मेट्रोनले उसित खुसी हुँदै हात मिलाएर भनी, कङ्ग्रेचुलेसन्स मिस सुजाता, तिमीले यही अस्पतालमा पर्मानेन्ट पोस्ट पायो। अनि मेट्रोनले एपोइन्टमेन्ट लेटर दिइन्।